आज म धनी नेपाली अलसँग उनीहरूको बब्बाल घरको हाउस टुर माग्नेवाला छु। यस भिडियोमा हामी नेपालकै एकदम खतरा कहिले नदेखेको बब्बाल घरहरूमा जानेछौँ। यो हाम्रो पहिलो घर यो रहेको छ। देख्न सक्नुहुन्छ घरको गेट देख्न सक्नुहुन्छ। गेट यत्रो बडे मानको छ कि यार घर झन् यत्रो बडे मानको गेट हुँदा घर झन् बडे मानको रहेछ। र अब हामी यो घरमा हाउस टुरको बारेमा सोध्ने छौँ। कसैले हाउस टुर दिन्छ कि दिन्न त्यो हेरौँ। हेलो 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 घरमा कोही हुनुहुन्छ? हेलो 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 गाइजहरु घरमा कोही पनि नहुँदो रहेछ। यो त पहिले फुर्सदमा निकाल यत्रो बोलाउन ट्राई गरियो घरमा कोही पनि नहुँदो रहेछ। त्यही भएर हामी अब अर्को घरतिर जान्छौँ किनभने यहाँ घर मान्छे नहुँदो रहेछ। क्यार्ने अब यस्तै रहेछ। आइसकेको छौँ अर्को घर। देख्नुहुन्छ घर यत्रो बडे मानको रहेछ। बुर्ज खलिफा रहेछ घर पनि हैन। अब यो घरभित्र गएर चाहिँ घरको मालिकलाई यसो टुर माग्न खोजौँ। हाउस टुर मागौँ। घरभित्र दिनुहुन्छ कि दिनुहुन्न हाउस टुर थाहा छैन। जाम घरभित्र जाम यसो है। हुन्छ घर त न दोकान रहेछ। दोकान र घर एउटा एकै ठाउँमा रहेछ क्या हैन। यसो जाम घरतिर। यहाँ हाम्रो सर हुँदो रहेछ। नमस्कार नमस्कार यहाँलाई। नमस्ते नमस्ते बाबु। र हामी चाहिँ के गर्छौँ भन्दाखेरि जुन नेपालका धनी मान्छेहरू छन् तिनीहरूको घरमा चाहिँ हामीले हाउस भिजिट गरेर हामी के हाउस टुरमा मैले हजुरको घरको हाउस टुर लिन पाउँछु। म फेरि नेपालको धनी कहाँ पऱ्यो त नि? ल तिमी चेक गर्न सक्छौ। दाइले हामीलाई पर्मिसन दिइसक्नु भएको छ। यस्तो घरको हाउस टुर हेरौँ घर कस्तो कस्तो रहेछ हेरौँ है। यहाँ चाहिँ पुरै यत्रो सामानहरू मेडलहरू सबै बेच्नु रहेछ दाइले है। यहाँ हाम्रो यहाँ दाइको कामदारहरू हुँदो रहेछ। कामदार मान्छेहरू हुँदो रहेछ। तेरी दादागिरी निकाल दूंगा मैं। प्रिन्टिङको सबै सामानहरू रहेछ। घर चाहिँ माथिबाट सर हेरौँ। र अहिले हामी आइसकेका छौँ इलोन मस्कजीको घरसम्म। घर हेर्नु यत्रो बडे मानको घर पनि घर भनौँ कि के भनौँ महल भनौँ यसलाई राजाको दरबार भनौँ कि के भनौँ होइन। अब बुर्ज खलिफाको डबल ट्रिपल होला घर चाहिँ होइन। र गाडी हेर्नु गाडी पुरै पार्किङ गर्ने। क्यामेराम्यान यता आउनुहोस् त। त्यहाँ हेर्नुहोस् गाडी यहाँबाट माथिको फ्लोरसम्म मात्रै जाँदो रहेछ। गाडी माथिको फ्लोरसम्म पनि पुग्दो रहेछ गाडी चाहिँ है। अब यहाँबाट कुनै ल्याम्बोर्गिनीहरू फरारीहरू जस्तो गाडीहरू सबै सर र घरै माथि राम्रोले बस्न पाइयो। त्यो घर चाहिँ मेरो नाममा पास गर्दै राम्रो हुन्थ्यो क्या। कसको घर एक्लै मान्छे बस्ने घर रहेछ। घर पनि यत्रो बडे मान्छे हेर्नु त म त ढले के घर हेर्दा नि घर टाउकै माथि 90 डिग्री पुरै 90 डिग्रीमा लानुपर्ने टाउको पनि। घर पनि एकदम कडा रहेछ। यहाँ घर कोही यहाँ छैन बरु यसो वरिपरि कोही देख्दिनँ। ल है ट्याउन के लाग्दा ल है ट्याउन गेट हेर्नु न। गेटै हेरेको कुरा न। ल हेर्नु गेट त डबल छ डबल ट्रिपलमा माथिसम्म मेरो डबलतिर माथि म 3 चोटि सुत्यो भने पुग्दैन गेट यत्रो ठुलो छ। हाम्रो त घरै यत्रो हुन्छ। हेलो घरमा कोही हुनुहुन्छ? हेलो 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 घरमा त मैले कसैलाई देख्दिनँ गाई चाहिँ अघि नैबाट यत्रो बेर भयो धेरै बेर भयो कुरेको कोही पनि हुनुहुन्न। राता नै भगवान् भेट्छन् त कुनै बेल केही छैन भने कतै न बेल न केही है। यसो बेल भयो त बेल बजाएर बोलाउनु हुन्थ्यो। यता क्यामेरा पनि रहेछ दुईवटा क्यामेरा। हेलो क्यामेरा चाहिँ यसो ढोका हालिदिउँ न हामी भित्र जान्छौँ कि निकल ले भाइ तू चल भाइ चल निकल ले भाइ निकल। यस्तो बाहिर आएको मान्छेलाई मेहमानलाई स्वागत गर्न पर्दैन। गरेर खानेकुरा खुवाउनुपर्छ ड्रिङ्कहरू खुवाउनुपर्छ। गाइस यहाँ टुङ्गो लाउला जस्तो होइन घर यत्रो बढी मागको रहेछ। अब हामी इलोन मस्कजीको घरबाट टाटा गरिदिउँ। छिटै भेटौँ न इलोन मस्कजी। आज मलाई मिटिङमा बोलाउनु थियो तर मिटिङमा ढोका बन्दाएर आफै मात्रै जानुपर्छ। ठिक है तपाईँसित म बदलिन्छु त्यसको चिन्ता नहुनुहोस्। ल हामी अब अर्को लोकेसनतिर जान्छौँ। सो हामी हाम्रो अर्को घरमा आइसकेका छौँ। घर देख्नुहुन्छ घर यस्तो बब्बाल रहेको छ। घरको गेट पनि यहीँ रहेछ। अनि घरको मालिकलाई मैले त्यहाँ मोबाइल चलाएको जस्तो देखेको कि बाहिर बसेर मोबाइल चलाएको जस्तो देखेको। त्यही भएर गएर सोध्छौँ मालिकलाई यसो सोधौँ है के दिन्छ दिन्न। हेलो दाइ एक्सक्युज मी यसो यता आउनु न। हामी चाहिँ के गर्छ भन्दा एउटा भिडियो खिच्दै आएको होइन। हामीले अब धनी नेपालीहरू हन् धनी नेपालीहरूको घर चाहिँ रिभ्यू गरेर हामी घर भिजिटहरू गरेर हामी त्यही मैले चाहिँ हजुरको घरको भिडियो बनाउन पाउँछु भन्ने सोध्छु। त्यसरी कहाँ बनाउन पाइन्छ र घरको होइन हामीले जस्तो युट्युबको लागि हाल्न लाग्यो कि हजुर यति मानिदिनु भयो भने हामीले हल्का भिडियो खिच्न हजुर होइन हल्का त पाइयो तर चाहिँ पुरै गरेर बाहिर चाहिँ गराउन पाइएन है। मतलब कि हामी बाहिरबाट खिच्न पाइयो पाइयो बाहिरबाट पाइयो। हुन्छ ल हुन्छ भन्नु दाइलाई धेरै धेरै धन्यवाद है। घर चाहिँ निकै राम्रै रहेको छ। यता पार्किङको ठाउँ रहेछ। यहाँ गमला फुलहरू रहेछ।
त फुल मेरो गर्लफ्रेन्ड लैदिनु पर्यो फुल है। पछाडि बाल्कनीहरू सबै। दाइ मोबाइल हेर्दै बस्नुभएको थियो र हजुरले यो घर बनाउन के काम गर्नु छ खास हजुरले? त्यसबाट चाहिँ आएको हो, अहिले चाहिँ घर बनाएर बसियो छ सर। हजुर के काम गर्नु थियो विदेशमा? विदेशमा त म सुपरभाइजर थिएँ। सुपरभाइजर मान्छे यतिको घर बनाउन सुपरभाइजर हुनुपर्छ। हुनुपर्छ, हेर्नुहोस् अब चाहिँ काम एउटा लक्ष्य लिएर गऱ्यो भने त्यो सफल हुन्छ। हस् त ल दाइ, धेरै धेरै धन्यवाद। दाइको घर यस्तो दामी रहेछ है। ल धेरै धेरै धन्यवाद हजुरले। हस्। सो हामी अहिले हाम्रो त्यस्तो घरसम्म आइसकेको छौँ। घर देख्न सक्नुहुन्छ, घर यत्रो बढे मानको छ। ए बाप रे बाप, म त देखेर ढले भइसक्यो। म त ढले घर देखेर है गाइज। गेट हेर्नुहोस्, गेटै झन् यत्रो। म कचोटि हेर्छु 1 2 3 यत्रो लामो रहेछ गेट पनि होइन। अब यहाँ घरको मालिकलाई बोलाऊँ, हेर्न खोजौँ। यहाँ घन्टी केही नरहेछ क्या नि। अब भित्र त्यसै जाने कुरा त भएन। यसो बोलाऊँ पहिला, मान्छेलाई बोलाऊँ अनि गरौँ ल। हेलो हेलो, घरमा को हुनुहुन्छ? हेलो, एक्सक्युज मी, anyone is in home? यसो इङ्ग्लिस छाडिदिनु। हेलो हेलो हेलो, घरमा उस्तो हगे रे। घरको डिजाइन चाहिँ अलिक कडा खायो क्या। नजिक आउनु त क्यामेराम्यान, यसो घर देखाउँ न। हेर्नुहुन्छ यहाँबाट घर हेर्न सक्नुहुन्छ। डिजाइन हेर्नु यस्तो बबल डिजाइन चाहिँ अलिक कडै भित्र माथि सबै कडै मान्छे। घरमा मान्छे चाहिँ नहुँदो रहेछ क्या। हामीले यत्रो बेरसम्म बोलायौँ, आउनु भन्थ्यो नि। हेलो, हामी धेरै भयो, धेरै टाइममा घरमा बोलाएको, कोही पनि नहुँदो रहेछ। त्यही भएर हामी जानु पर्यो। आज किस्मत यस्तो छ क्या नि। जाम। अलराइट गाइजहरू, के छ सबैको खबर? होइन भिडियो मन पऱ्यो भने भिडियोलाई लाइक सेयर कमेन्ट गर्न नभुल्नु होला। अब यस्तै खालको अरू भिडियो पनि आइरहेको छन्। म चाहिँ आकाशमा उडिरहेको छु। ल म गएँ त, टाटा बाई बाई।